वेलकम छ मेरो भ्लगमा। सो आज हामी आएको छौँ धारपानी घुम्नलाई। सो मसँग भाइ दिदी अनि सानी आमा हुनुहुन्छ। सो अहिले देखाउँछु म त्यहाँहरूलाई। र यो हो धारपानीको के भन्छन् यसलाई, कुन्दा कुन्दा के भन्छन् थाहा छैन, त्यही लेको। हेलो गाइस, अब हामी जाने छौं यहाँको मूल मन्दिरमा। मूल मन्दिर हँसला कागे क्या, कोही बात नहीं, कोही बात नहीं। मन्दिर छ धारापानीमा। मन्दिर 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 मात्रै छ, तपाईहरु पनि देख्न सक्नुहुनेछ। यो रहेछ मूल मन्दिर परिसर। मूल मन्दिर अनि यहाँ देख्न सक्नुहुनेछ हाम्रो मूल मन्दिर। मूल मन्दिर। सो यो अनि अब फेरि यहाँको मुखबाट सुनौँ केही कुराहरू। यो रहेछ काटेर पनि जोडिदिने रुख। यो रुखबाट यो रुख काटेपछि बलत आउँछ, रगत आउँछ रे। यही सुन्दै आएको हामीहरू। त्यसपछि हामी जाँदैछौँ माथि। त्यहाँ रहेको छ विश्वको सबभन्दा ठुलो त्रिशुल, त्यो पनि देख्न सक्नुहुनेछ गाइस। अनि त्यहाँ रहेछ झरना, हामी त्यहाँ पनि जानेछौँ र फोटो खिचाउनेछौँ। राम्रो सो यहाँ खिचाइरहनु फोटो। भिडियो बनाउनलाई मतलब कि टिकटक भिडियो बनाउनलाई बिल्कुल रेडीमा छन्। लगभग हमार 15-20 मिनट के वीडियो टिकटक शूट हो के सो हाम्रो लगभग 15-20 मिनट को टिकटक भिडियो बनाएर अब सक्यो। सो अब फेरि जाँदैछौँ हामी माथि मूल मन्दिरतिर। यहाँ हाम्रो टिकटकर हुनुहुन्छ। म चाहिँ अलिक आउँदैन मलाई, त्यही भएर बनाउँदैन। यस्तै हो। तो अहिले हामी तो इनके टिकटॉक बनाई देख के महीन है नील लागे इसको लाल बिल्कुल। सो यहाँहरुको टिकटक देखेर मलाई नै निन्द्रा लागिसकेको छ। अब के भनौं, यति टिकटक बनाउँछन् यार। जता गए नि यता टिकटक त बनिरहन्छ। यहाँहरुको आएको लगभग 15 चोटि भइसक्यो होला, त्यही पनि भिडियो बनाउन भ्याइन्न। यहाँको हाँसिराख्नु भए। तो हामी लगभग विश्वको सबैभन्दा ठुलो अग्लो त्रिशूल हेर्न आइपुगेछौँ। अब यो ओम अनि हामी भाइ यता अरे कैसी का है। हेलो गाइस, नहीं है फाइनली हामी पुगिसकेका छौँ यहाँ विश्वको सबभन्दा ठुलो त्रिशूल। तपाईहरु पनि देख्न सक्नुहुनेछ। यो रहेको छ डाङमा। सो यार बहुत नींद लागल। फेस ऐसी हो गई कि एक तो फोटो फिर मजा नहीं आया लागल। सो अब कमे वीडियो बनी थे से। सो अस्ते हो
सो नींद तो लाल की अब मुझे पड़ता। और हमारे यहाँ जुन अभिन नहीं हो रहा है, नहीं हो रहा है। कितना टाइम और बचा ना वही कितम जा दोसर लाउन टिकल किनेस्टे सो अब फोटो खिचाइराख्नु भएको छ दिदी अनि फुपूहरू। सो अरे ऊ आज चाहिँ कपिराइट आज नगराए। सो क्यामराम्यान एन्ड अरूजना निस्किसक्यान्। म चाहिँ पछि छु अहिले। शुक्र अट्ठाइस आएको पनि भयो। अब त्यो फेरि भाइ गयो खिचाउनलाई। यसपछि म नि जान्छु खिचाउन। Hello guys. Good. Yeah. सो फाइनली अब हाम्रो फोटोसुट भएर भ्याइयो। अब हामी आफ्नो आफ्नो मोबाइलमा त्यो फोटो हाल्छौँ अनि अब घर जाने हो हामी। सो बिसवटा ठेक्का हुन्छ। म खिचाउँछु एउटा फोटो, म खिचाउँछु अब। ल कहाँ खिचाउँछु म। सो यो मूल मन्दिर यस्तो देखिन्छ माथिदेखि। कसरी भन्छन् त हो मन्दिर हैन। सो हामी अब लगभग 20वटा फोटो खिचायौँ अनि 400 को भइसक्यो। अब जान लाग्छौँ यहाँदेखि घर। सो यहाँ हाम्रो इन्डिङ भन्नु लाग्नु भएको छ। अब इन्डिङ भन्नुहुन्छ यहाँ, भन्नुहोस् त, भनिदिनुहोस् न इन्डिङ। इन्डिङ अब लास्ट घर जाइटिटा बतादेऊ न। सो गाइज अब हामी यो धारा पानी घुमेर घर जाँदैछौँ। अनि अहिले यहाँबाट निस्केर त्यहाँ नास्ता खान्छौँ। हाम्रो भाइले ब्लगर भाइले हामीलाई हेलो गाइस। सो यहाँको पनि सुनाम अब। ए भाइ बोल दे, तँ बोल दे। हेलो गाइस, मेरो नाम हो अल्पित चौधरी। म चाहिँ घुम्न आएको छु। हेर्न सक्नुहुन्छ यहाँको भ्यू, चियाको भ्यू हजुरहरूको अगाडि नै छ। यहाँ मेरो दाइ छ। यी दुईटा चाहिँ एउटा सानी आमा मेरो, एउटा दिदी यहाँ हेर्न सक्नुहुन्छ।
10 करोडको बजेटले बनेको भर्याङ हो यो देख्नुस् हेर्नुस् याद खेलिरहेको छन् 10 करोडको बजेटले सो अहिले डिस्कसन चलिरहेको छ कसको फोटो राम्रो र नराम्रो अनि यहाँहरू त्यही डिस्कसन गर्दै आउनुहुन्छ फोटो म अघि हिँडिरहेको छु अब फोटो खिच्दा हामी कुन बाटो जाने यतादेखि जाने सो यतादेखि जाऊँ अब ना तो जाम न तो छिटो कपाल मिलाई सो हाम्रो ऐसे लोग हमारे यहाँ मिलते रहते हैं ऐसे सुंदर लोग सो हमरे कौन सा दिन यहाँ से हामी यहाँदेखि कता जाने के यता जाने सो यो झर्नातिर जाने अनि यता हामी सो यतादेखि जान्छौँ लौ हिँड्न नि आइरहेन क्या ल सो अहिले आइसक्यौँ हामी ग्राउन्डमा ग्राउन्ड भन्दाखेरि ठाउँमा अझै भ्याइ आएन टिकटक बनाएर अझै बनाउँछन् जस्तो लागिरह यहाँ त कति राम्रो फोटो आइरहेछ भनेर आथ्यो भनेर भनिरहन अब म चाहिँ आफ्नो फोटो रुममै गएर हेर्छु अब पुरै हेरेको छैन राम्ररी अब घरतिर लाग्यो सो हाम्रो डोगेश भाइ आइरहन् डोगेश भाइ रुक जा डोगेश भाइ रुकेन गइको एकचोटि पार्क नि घुमिहालौँ भनेको अब यता बस्ने ठाउँ छ तर कोही बस्दैन होला यता जहाँसम्म यो लभ यता एउटा मन्दिर रहेछ and this flower is very 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 beautiful अब हामी चाहिँ पिङ खेल्ने एकछिन पिङ खेलेर जाम्ला बचपन का याद आ गया रे देवा ल पुरै एकदम गोलु मोलु हामी चाहिँ हेरेको हेरे पछि साइड भ्यू छ अरे यो हाम्रो माइला चाहिँ आन्न राम्ररी हजुर झुल्नुहुन्न यहाँ देख्न सक्नुहुन्छ हाम्रो भ्लगर भाइ अब पिङ झुल्न गइरहेको छ हामीलाई अति नै मजा आइरह ऐसे हम काम करते रहते हैं वाला हो कति राम्रो भ्यू छ यहाँ सबैजना घुम्न आउनु होला सबैलाई वेलकम छ हाम्रो यस डाङमा रहेको टाढा पानीमा यहाँ देख्न सक्नुहुन्छ यहाँ रहेको छ बट यसको नाम आई थिङ्क थाहा भएन यहाँ कति राम्रो यहाँ देख्न सक्नुहुनेछ तपाईहरु पनि कति राम्रो भ्यू रहेछ माई गॉड भन्ने जस्तो र अब हामी जाँदैछौँ
घर नास्ता खान्छौँ 2जना हाम्रो ग्रुपकै मान्छे हुन् जसलाई नास्ता अर्डर गर्न अनि अनि एउटा भाइ त्यहाँ छ पिङ भलपर भाइ हाम्रो त्यहाँ पिङ झुलिरह सो अब हामी निस्किसक्यौँ हामी यहाँदेखि पार्कदेखि पनि अब नास्ता खान जाने हो नास्तामा के खाने हो थाहा छैन अहिले अर्डर गरौँला अनि भन्छु म फेरि हल्लिरहेको छ यार उता हाम्रो मामा हुनुहुन्छ उता मामाको माइजूले बट होइन अब पछिदेखि बिल्कुल यहाँ पछि देख्न सक्नुहुन्छ पुरै ल्याङ तारा हो दाजु सो अब ऑटो लेके आया था वहाँ बा ऑटो मैं ऑटो सीखे जाए तो हाँ डिलक्स पूरे डिलक्स हुई था यो डिलक्स हुई था हमार बनाउन जान लाग्छु चलाउन जान लाग्छु सो मेरो भिडियो छोपो ल ल मोबाइल लग्नुस् अनि म अटो चलाउँछु अब नाटक नगर हेलो गाइस हाम्रो भाइले आज अटो चलाउँदैछ फर्स्ट टाइम यो धारा पानीको बाहिर पसलहरू देख्न सक्नुहुनेछ तपाईँ अब यहाँ सपिङ गर्न लाहान उता दाइ फेरि अटो बर्फी गाइस अटो लिएर उता जानु भएको छ मतलब लिएर गएको थिएँ म ल बर्फी आउनु होला मेरो घर ल बोलाइसक्यो अब आउनु होला सबैभन्दा बढी त मेरै गाउँमा त सब्सक्राइबर छन् अब त्यही भयो सो अब अटोमा जाने हो म अटो लिएर उता गएँ अलिक एक्सपिरियन्स मिल्यो राम्रो लाग्यो अटो चलाएर हैन्डल चाहिँ अलिक टाइट हुने रहेछ बाइक भन्दा स्कुटी भन्दा अलिकति त्यही अलिक धौ भयो नत्र सबै राम्रो रहेछ त्यसको अब अटो चाहिँ यही हो सायद कता गयो उका ऊ त्यहाँ छ अटो उता ल दारू प्लग बनाइरहे त अन्त उतादेखि सो अब सबैजना आइसक्यौँ त्यहाँ दाइ चाहिँ त्यो त्यहाँको होटल छ यहाँमा अनि त्यहाँ अब घर जान लाग्नु भएको अनि हामी पनि निस्क्यौँ यही हो हाम्रो डिलक्स अटो ल बस्नु अब घर हिँडिसक्यौँ ड्राइभर दाइ अनि यता हाम्रो पछि छन् अलिक अटोमा मिलिरहेन भिडियो हनुमान चौक उता
रुमै हो त ल हाम्रो पुगिली ल पुगिली हाम्रो रुम हो त 70 वाला सो अब हामी रुममा पुग्यौँ अनि अब हामी बहुतै थाकिसकेका छौँ सो बाई बाई सी यू अगेन नेक्स्ट व्लग